हेलो गुड इभिनिङ। फेरि पनि तपाईँहरूलाई मेरो सानो भिडियो प्रस्तुत गरिरहेको छु हैन। तपाईँहरूलाई एउटा सरप्राइज, मतलब आज यसको चाहिँ सरप्राइज होइन, यो चाहिँ मैले भर्खर ड्युटीबाट आएर चाहिँ अब यसलाई चेन्ज गर्दैछु हैन। अनि अर्को सरप्राइज चाहिँ तपाईँहरूलाई म के दिँदैछु भने एकछिन पर्खिनु ल। अर्को सरप्राइज चाहिँ तपाईँहरूलाई यहाँ हेर्नु, खोइ अलिकति नजिकबाट देखाइदिउँ। यो चाहिँ एकदम प्योर, यसलाई के च्याउ भन्छ? कालुङ्गे च्याउ हो। घुमाएर देखाइदिउँ। यो अर्को चाहिँ एउटा साथी, यसको अब यो नफक्रिएको भनौँ न, यस्तो चाहिँ तपाईँले खान सक्नुहुन्छ। यो चाहिँ स्पेसल हो, एकदमै राम्रो हो यो तपाईँहरूलाई ल। अनि धेरैले कमेन्टमा पनि भन्दै थियो होइन, अस्ति मैले एउटा यो च्याउको विषयमा पनि हामीले एउटा भिडियो बनाएको थियौँ। अनि धेरैले भन्दै थियो नखाने च्याउको विषयमा पनि तपाईँले यसो जानकारी दिनुहोस् न भन्दै थियो। जतिसक्दो मैले कोसिस गर्दैछु होइन, नखाने च्याउलाई अब जङ्गलतिर खोज्नु पर्यो, त्यसको विषयमा पनि म तपाईँहरूलाई भिडियो बनाउँछु। अनि यसलाई कसरी पकाउनु पर्ने होइन, अब प्रायःले त अब कमान बस्तीतिर खाइरहेकै नै हो होइन, तपाईँहरूलाई नै थाहै नै छ। तर अब देश विदेश परदेशमा हुनेहरूले उहाँहरूले अब कसरी पकाउँछ होला, के हाल्नुपर्छ होला यसमा भन्ने कुराहरू हुन्छ होइन। त्यसमा म तपाईँहरूलाई सानो भिडियोहरू क्लिक गरेर तपाईँलाई देखाउँछु ल। हुन्छ ल, हेर्नुहोस् है अब कसरी पकाउनु पर्छ। पहिले रहेछ तपाईँ चाहिने लसुन ब्राउन भइसकेपछि प्याज, त्यहाँबाट आयो टमाटर, हेर्नु है साथीहरू, यसरी पकाउनु पर्छ है। हो अर्ग्यानिक चुल्हामा एकदमै स्वास्थ्यको लागि राम्रो हुन्छ होइन। यसरी हामी चाहिँ गाउँ बस्तीतिर चाहिँ यसरी पकाउँछौँ। त्यहाँबाट आयो टमाटर, टमाटर हालिसकेपछि चाहिँ आयो च्याउ, त्यहाँबाट चलाएर नुनहरू हाल्नु पऱ्यो होइन। त्यहाँबाट आयो हरियो मिर्चा, त्यहाँबाट हर्दी, एउटा के छ अरू लगो फटाट डढिसक्यो। त्यहाँबाट आयो नुन, ग्यास कम्ती गर। अर्ग्यानिक चुल्हामा। एकपल्ट कलर, हल्का चिम्टाले दाउराहरू खेला भित्र उयो हुन्छ, चिम्टाले हो त्यस्तो नि। अब चाहिँ मजाले पाक्छ त तिमी। अब यसलाई एकछिन ल हेर्दै गर्नुहोस् है कसरी पकाउँछ। भरे फेरि तपाईँहरूलाई म पाकेपछि कस्तो हुन्छ यसको टेस्टहरू पनि बारेमा बताउँछु। र मन पराइदिनुहोस्, लाइक गरिदिनुहोस् होइन, सेयर कमेन्ट गर्नुहोस्। तपाईँहरूको लागि यस्तै हामी अर्ग्यानिक कुराहरू होइन तपाईँहरूको लागि लिएर आउँछौँ। हुन्छ, हामी बिदा चाहन्छौँ दुईजना। बाई बाई गरिदेऊ एकपल्ट। बाई।